सो फाइनल्ली अब हामी देवघाट पुग्यौँ। कस्तो कोइन्सिडेन्स भएको के हामी आइरहेको थियौँ ठ्याक्कै गुरुलाई भेटिहाल्यौँ होइन। अनि ड्याडले बनाइराख्नु भएको रहेछ होइन त्यहाँ घरको माथिपट्टि। अनि त्यहाँ घुमेर आयौँ। अब हामी देवघाट हाम्रो देवघाट कति राम्रो छ। चितवन आएर देवघाट नजाने को हुन्छ कि है बेबी? गोरीहरू पनि आछन्। लाइक यो घुम्ने प्लेस पनि हो तीर्थस्थल पनि हो होइन। ठुलो ठाउँमा फिल भनेको काठमाडौँ जस्तो ठाउँमा भएर यहाँको थाहा स्टोरी छ। त्यहाँ पहिला अस्ति नै कुन बेला मुहाहरू आउँदा झन्डै नडुबेको अरे कि। अनि एकजनाले अर्कोको कपाल समाएको अरे तानेको अरे यस्तो यस्तो के थियो कि। राफ्टिङ त के गर्नु उहाँहरू नुहाउन आएको अरे। अब हाम्रो राफ्टिङ आइरहेको छ। अखिलको इच्छा पुरा हुने हो। टाढेबाट हेरेर एक्साइटेड भइराख्नु भएको थियो उहाँ। सो अब हामी राफ्टिङलाई जान्छौँ। पारिपट्टि जाने हो कि पारिपट्टि मेला नि भइरहेछ। जाने होइन एक्साइटेड। फाल्दैन हौ फाल्दैन। यसको रेडमा जाने कि ब्लूमा? रेडमा जाने हो। अर्को आउँछ अर्को आउँछ अरे। ओम नमः शिवाय 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 कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। है कस्तो राम्रो आनन्द आयो। रेस कहाँ भइरह्यो होइन? हजुर माथि के को रेस हो? काठको ढुङ्गाको रेस? ए कहिले हुन्छ? आउँदै